के तपाईलाई थाहा छ 80% नेपाली वेबसाइट अझै कमजोर र ह्याकरले सजिलै ह्याक गर्न सक्ने खालका छन्। 2024 मार्चमा एउटा घटना घट्यो, याफ1 सब डिजिटल पेमेन्ट ब्रिज भन्ने। त्यो घटनामा 12 लाख कस्टमरको रेकर्ड चोरी भयो र झन्डै 3 करोड 42 लाख बराबरको आर्थिक क्षति पनि भयो। अझै नेपालसँग डेटा समर्पित गर्ने डेटा प्रोटेक्सन कानुन छैन। साइबर ब्युरोमा जम्मा 28 आइटी विशेषज्ञले हजारौंको मुद्दा सम्हाल्छन्। 2025 मा साइबर अपराधमा मात्रै 340% वृद्धि भयो। डेटा सुरक्षामा चुनौती भोगिरहेको नेपाल सरकारले अब भने आफ्नै सर्भरमा डेटा राख्ने भएको छ र सँगसँगै नेपाल सरकारले व्हाट्सएप जस्तै मेसेजिङ एप्स पनि बनाउँदैछ। विदेशी सर्भर प्रयोग गर्नु भनेको हाम्रो डेटा सुरक्षामा चुनौती हुनु हो। नेपाल सरकारको मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड इन्फर्मेसन टेक्नोलोजीले गएको साल डेटा सेन्टर क्लाउड सर्भिस भनेर जारी गरेको छ। यसैको आधारमा हाल प्रधानमन्त्रीकै कार्यालयमा आइटी विभाग मर्ज हुने भएको छ। यहाँ दर्जनौं आइटी क्षेत्रका विज्ञ युवा बसेर नेपाल सरकारका सम्पूर्ण सफ्टवेयर र हार्डवेयरहरू आफ्नै बनाउने र 10औं अरबको बचत गर्ने नेपाल सरकारले लक्ष्य राखेको छ। यो भने एउटा राम्रो सुरुवात हो। नेपाल सरकारले आइटी क्षेत्रमा ठूलो लगानी गरेको छ। यसलाई चाहिँ हामीले सल्युट गर्नुपर्ने हुन्छ।